आज चाहिँ हामी रेडी भएर चिटिक्क परेर एउटा टिकटक बनाई मार्बल डाँडातिर घुम्न लाग्यौँ है त साथीहरू। मार्बल डाँडाको हामी चाहिँ बाटो चुज गर्दैछौँ। तिर्खालाई पानी खाँदैछु मैले। अलिकति उकालो उक्लेर आइयो। अब हामी मार्बल डाँडा अब म देखाउँछु लिन त पनि मार्बल डाँडा जाने यो बाटो जाने कि यो बाटो जाने भनेर चुज गरिरहेको छौँ हामी। यहाँ त्यही भएर अलमल्लिएर बस्छौँ कुन बाटो जाने। यो चाहिँ गाह्रो बाटो भयो होइन साथीहरू। अनि त्यसपछि यो चाहिँ सजिलो बाटो, यो चाहिँ सर्टकट जान्छ। कस्तो रहेछ मार्बल डाँडा, फर्स्ट टाइम आएको घुम्दै। अनि राम्रो रहेछ भने आउनु होला, यहाँसम्म त राम्रो छ होइन। अनि हेरौँ अब सजिलै बाटो जाने होला, कसले गाह्रो बाटो रोज्छ होइन। हेरौँ लामो बाटो टाइम छ हामीसँग, लामो बाटो हेर्नु न कतिको बाटो छ। हामी चाहिँ लगभग आधी बाटोसम्म आयो। सर्टकट बाटो त्यहाँबाट आउँदो रहेछ भनेर चाहिँ सबैजना हेरिरहनु भयो। रमाइलो भएको छ, प्राकृतिक सौन्दर्यता हेर्दै, हरियाली हेर्दै, डाँडा डाँडा माइन्ड फ्रेस गर्नु चाहिँ मजा हुन्छ हौ। कतिचोटि नाङ्गेर फोनलाई भन्नुहुन्छ पानी परेको थियो मजाले। अनि अहिलेको वेदर चाहिँ कस्तो छ भने पानी पनि परेको छैन र घाम पनि लागेको छैन। अनि त्यस्तै छ। पानी परेर चाहिँ बेसी पानी असिना परिरहेको थियो आउँदो बाटोमा हिँड्न पाइने कि जस्तो भएको। तर एकदम शीतल भयो मौसम चाहिँ। वेदरले साथ दियो हामीलाई। लभ प्राकृतिक हल्का फुल्का यहाँबाट आएको है हामी। यहाँबाट आएको के सेतो तल छ यतिको उकालो चढ्यो, यतिको उकालो चढ्यो। खासै धेरै उकालो यही हो। यो बाटो सक्ने रे ठाडेर यही बाटो हिँड्दा हम्मे हम्मे भा यो बाटो सक्ने अरे। यतिको बाटो हिँड्न त हम्मे हम्मे हो। त्यही त ल लगभग आइयो है, राम्रो रहेछ। सर्टकट धेरै टाइम नलाग्ने। फर्स्ट टाइम हाइकिङको लागि चाहिँ बेस्ट छ। छोटो छ नि त अनि ट्राई गर्न आउन सक्नुहुन्छ। यसै बेला पानी पर्दै गयो भने जतिसुकै अग्लो डाँडा पनि चढ्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट चाहिँ हाइकिङ डाँडा हो यो। ल जाम जाम। अब आइयो थोरै उकालो छ। लगभग हामी मार्बल डाँडाको टुप्पामा आइसकेका थियौँ। अब थोरै उकालो मात्र चढ्न बाँकी थियो। कोही मान्छेहरू चाहिँ चाँडै गएर फर्किसक्नु भएको थियो। हामी चाहिँ अलिअलि हुनुको कारणले गर्दा हामी लेट पुग्यो। माइन्ड फ्रेस गर्नु छ, दिमाग ताजा बनाउनु छ भने यो ठाउँमा आउनु होला। हेर्न लायकको प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो नेपाल एकदमै शीतल चिसो हावाले झन् सुन्दर बनाइरहेको थियो। चिसो चिसो मौसममा आज पानी पनि परेको बिहान अनि घाम पनि नलागेको एकदमै रमाइलो भइरहेको थियो। यस्तो ठाउँमा फोटोसुट गर्न त सबैलाई मनपर्छ नि होइन साथीहरू। अनि म चाहिँ ढुङ्गामा गएर फोटोसुट गर्न लागेको। अनि त्यहाँ खतरा हुन्छ भनेर मलाई सबैजनाले गाली गर्नुभयो। मैले चाहिँ थोरै गाली पनि खाएँ। ढिला भइसकेको थियो अनि त्यही भएर हामी छिटो माथि चढ्नतिर लाग्यो टुप्पामा पुग्नलाई। टुप्पामा पुग्नलाई थोरै उकालो अझै बाँकी थियो। थोरै उकालो चढेपछि हामी चाहिँ टुप्पामा आयौँ। टुप्पामा पुगिसकेपछि चिसो हावाले मनै चिसो बनाएको थियो। त्यहाँ झन् एकदमै राम्रो देखिरहेको थियो। चारैतिर पहाडले देखिएको हरियो वनहरू। यस्तो देख्दा त यहाँबाट छोडेर जाँदै नजाम जस्तो हुन्छ। अनि हामीले यस्तो प्राकृतिक सौन्दर्यतासँग फोटोसुट गर्न थालिहाल्यो एकाएक गरेर। हामीले फोटोसुट गर्दा गर्दै एकाएक बिस्तारै हरियो देखिएको वन कालो देखिन थाल्यो। चारैतिर आकाशमा कालो बादल मडाडिरहेको थियो। पानी आउनलाई सुरुवात भइसकेको थियो तर पनि हाम्रो मन चाहिँ मानिरहेको थिएन त्यहाँबाट जानको लागि। एकैछिन आउँदैन होला पानी भनेर हामी त्यहाँबाट पनि अर्को ठाउँ राम्रो छ भन्दै खोज्दै त्यहाँबाट पनि फोटोसुट गरिरहेका थियौँ। तर के गर्नु मौसमले साथ दिइरहेको थिएन अहिलेलाई चाहिँ।
आउँदाखेरि चाहिँ साथ दिएको थियो, तर जाने बेलामा चाहिँ हामीलाई मौसमले साथ दिएन। बिस्तारै झन्भन्दा झन् कालो हुँदै गयो मौसम। कालो बादल ढाकिरहेको थियो। फोटोसुट त गरियो साथीहरू, तर के गर्नु, चारैतिर कालो भएको भएर फोटोमा चाहिँ त्यति राम्रो आएन। मैले चाहिँ टिकटक भए पनि राम्रो आउँछ कि भनेर यहाँ टिकटक बनाउन सुरु गरिहालेँ। एउटा टिकटक त बनाइन पर्यो नि होइन साथीहरू। यस्तो ठाउँमा आएपछि टिकटक छुटाउने कुरा त भएन। त्यसपछि पानी पर्न त थालिहाल्यो। अनि हामी त्यहाँ एउटा छहारी रहेछ, त्यहाँ छहारीमा बसेर घरबाट ल्याएको काँक्रो खायौँ। अनि त्यसपछि अब पानी पऱ्यो नि घर त जानु पर्यो। त्यही भएर अन्तिम सुट चाहिँ मैले गर्न पाइनँ साथीहरू, घर आएको। त्यसको लागि सरी भन्न चाहन्छु। मेरो यो भ्लग कस्तो लाग्यो साथीहरू प्लिज कमेन्ट गरिदिनु होला। अनि लाइक, सेयर एन्ड सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।